गाइज व्हाट्सअप आज चाहिँ हाम्रो एक्जामको लास्ट दिन रहेको छ अनि त्यसपछि आज चाहिँ हाम्रो बायोको एक्जाम अनि हाम्रो पछाडि चाहिँ तपाईहरुले खाली सिट देख्न सक्नुहुन्छ किनकि हामीभन्दा पछाडि चाहिँ के रे फिजिकल ग्रुपको साथीहरु हुनुहुन्थ्यो तर उनीहरुको चाहिँ एक्जाम सकिसकेको छ त्यही भएर आज चाहिँ उनीहरु 2 दिन भइसक्यो उनीहरुको बिदा भएको तर हामी चाहिँ अझै पनि एक्जाम दिन जाँदै छौं अझै हामी पढ्दै छौं एकदमै धेरै हामी दुःख गरिरहेका छौं अनि त्यसपछि अगाडि चाहिँ मेरो साथी हुनुहुन्छ चाहिँ हाम्रो बसको दाइ हुनुहुन्छ साथी तिमीलाई कस्तो लागिरहेछ भन त आज लास्ट डे अब आज त अब दशैं तिहार छठ एकैचोटि लाग्छ नि हैन एकदम सकिएपछि दाइ अनि तपाईलाई कस्तो लागिरहेछ हामीलाई त लास्ट चोटि पुर्याउँदै हुनुहुन्छ मलाई चाहिँ एकदम नरमाइलो लागिरहेछ है एकचोटि यता हेर्नु न त दाइ क्यामेरामा दाइ हेर्नु न दाइ एकचोटि हेर्नु न दाइ त कस्तो के नराम्रो लागिरहेछ हैन भने तपाईलाई हामीलाई पनि धेरै नराम्रो लागिरहेछ दाइ तपाईलाई आजबाट यसो छोड्न पर्दाखेरि सो हाई गाइज अनि अब चाहिँ हामी 8 बजे लाग्यो अनि हामी चाहिँ अब हामी एक्जाम हलतिर छिर्न लागेको छौँ अनि त्यसपछि कस्तो लागिरहेछ दोस्त अब नर्भस लास्ट एक्जाम राम्रो होस् त्यही हो है ल हामी चाहिँ जान्छौँ अब आए पछाडि के कस्तो हुन्छ हामी अपडेट दिइहाल्छौँ बाइ बाइ हेलो गाइज अनि हामी चाहिँ एक्जाम सकिएर चाहिँ हामी चाहिँ आफ्नो घर जाँदैछौँ अनि आज बायो एक्जामहरू रहेको थियो एकदम म निशब्द छु म बोल्न सक्दिनँ म बयान गर्न सक्दिनँ म एक्जाम कस्तो भयो भनेर तपाईँ प्रमिला साथीलाई सोध्छु कस्तो भयो साथी तिम्रो एक्जाम 2 शब्द दामी भयो प्रमिलाको दामी भयो हजुरहरूको कस्तो भयो गाइजहरू आज बायो एक्जाम थियो हे गाइज व्हाट्सअप अनि म चाहिँ अब एक्जाम सक्यो होइन अनि घुम्न जानु लागेको अनि म गाडीबाट चढेर झरेर पनि म हिँडिराखेको छु अनि मेरो साथी चाहिँ हामी फन पार्कमा आइसकेको छ अनि म उसलाई खोज्दैछु सो हेलो गाइज अनि त्यसपछि मैले चाहिँ मेरो साथीलाई भेटिसकेको छु हामी धेरै दिनपछि भेटेको कस्तो छ साथीहरूको एकदम ठिक छ मेरो बायोको एक्जाम कस्तो बिग्रियो हेलो गाइज अनि त्यसपछि हामी चाहिँ फन पार्क घुम्न आएको थियौँ होइन अनि घुम्न आउँदाखेरि चाहिँ मैले मेरो क्लासको अर्को साथीलाई भेटेँ धेरै पछि हाई रक्षा पछि भेटेको आज धेरै दिनपछि अकस्मात भेट भयो सो हे गाइज अनि म चाहिँ अब रोटी पनि खेल्न लागिरहेको छु दोस्त अब यो चलेकै छैन भनेको हेर्नु न मलाई धेरै डर लाग्छ भनेको तर सँगै बस्दै मिल्दैन अरे के ऊ डाँडा पारी म वारी छौँ मिसा अहिले माथि छु मै माथि ओ माइ गॉड मिसा अहिले माथि छु मलाई चाहिँ डर लाग्दैन यसलाई चाहिँ डर लाग्छ अरे मन डर लाग्दैन चलेकै छैन चलेपछि चाहिँ यसलाई डर लाग्छ अरे अनि भन्नुहोस् कस्तो भयो हजुरको एक्सपिरियन्स के भन्नु दोस्त म एकदम म त मर्छु जस्तो लाग्यो बरु मरेको भए पनि एक्जाम नजिक नमरेको भए ठिकै हुन्थ्यो होइन अब यस्तो एक्जाम दिइसके पछाडि पनि अब मर्नु पऱ्यो भनेर धेरै दुःख लागेको थियो तर पनि बाँचेँ धन्यवाद साथी तिम्रो साथ सपोर्ट गरेँ फेरि उठाएँ त भर्खरसम्म चाहिँ यस्तो रुँदै थियो म रुँदै थिएँ जस्तो आफू चाहिँ आएन क्या के भन्दै थियो तिमी भन न रुँदै प्लिज स्टप इट व्हाट द हेल मम्मी पनि भनेको थिएँ मैले मलाई बचाउनु स्ट्रगल भनेको थिएँ मैले तर यस्तो चाहिँ खतरा हुन्थ्यो तिम्रो कता छोडा रहेछ जुन कपाल लट्टा परेर होला हेर न माथि सुते भयो म त आँखा हेर्न सक्दिनँ नि दोस्त म त कमजोर छ निलो आकाश देख्छु म त तिमीले के देख्यौ निलो आकाश हेर्नु माग्यो निलो आकाश मजा आयो स्कोरमा चाहिँ नखेला होला किन खेलौँ न मजा आउनु थोडा मऱ्यो है मर्नु नको मरे पनि हुन्छ अरे आयो तर अहिले मऱ्यो भने कसैलाई फाइदा हुँदैन दोस्त किन 12को बिच 11को बच्चाहरूको पनि बिदा होइन एक्जाम पढ्न अनि त्यो बिदा भएर कसैलाई फाइदा बिदै छ एक्जाम अब हुन्छ नि हाम्रो सक्यो नि त अब हुन्छ नि त उनीहरूको
अनि अहिले प्रिपेरेसन लिम्बै छ नि त हामीले गरम बस लागेको है After we also कोलम्स कोलम न Columbus. कस्तो है त दोस्तमा कस्तो लाग्यो त मलाई एकदम मजा आयो मजा मलाई पनि मजा तर है अघिको छ नि अघिको भन्दा चाहिँ कम डर लाग्यो तर यो भन्दा योभन्दा कम डर लाग्यो यो चाहिँ हाम्रो सेकेन्ड टाइमै योमा आइजहरू अन्त डर लाग्नै छोड्यो क्या हामीलाई ब्रिथिङको डर लाग्नै छोड्यो कि भमिट चाहिँ आउला भोक लाग्यो मलाई खाना देऊ न अलिकति प्लिज खाना पनि यस्तो के खानु ओ माई गड म कस्तो नराम्रो भोक लाग्छ भोक भन्दा मलाई कस्तो वाक्का आउँछ भोक लागेरै हो क्या टन्न खाएको लाग्यो नि त्यो सो हाई गाइज अनि हामी चाहिँ अघि हामी कहाँ गयौँ त Fun park. अनि फन पार्कमा हामीले चाहिँ तिनवटा खेल्ने कुरा खेल्यौँ अनि एउटा चाहिँ रिपिट गऱ्यौँ सानो टोटल थोवटा खेल्ने कुरा खेल्यौँ अनि त्यसपछि हामीले के खायौँ दस भन्नु त अलिकति अनि हामीले चाहिँ फन पार्कभित्रसम्म पानीपुरी खायौँ हामीले अनि पानी खायौँ बाहिर आएर फेरि पानीपुरी चटपट खायौँ अनि त्यसपछि चाहिँ पानीपुरी चटपटे खायौँ अनि त्यसपछि फेरि हामीले काठी रोल र छुटी खायौँ अनि त्यो धेरै खाए पछाडि अलिकति हाम्रो पेट बढी भएको जस्तो लाग्यो क्या नि हल्का हामी हिँडेर चाहिँ अहिले ब्यालेन्स गर्दैछौँ अनि हामी कहाँ जान लागेको दोस्त यस कमल पोखरी जान लागेको ल लेट्स मिट द्याट है गाइज वाट्सएप अनि त्यसपछि अघि मैले जुन तपाईँहरूलाई मैले के देखेँ अपडेट दिन्छु भनेको थिएँ अनि अहिले चाहिँ हामी कहाँ आएको छौँ दोस्त कमल पोखरी हामी चाहिँ कमल पोखरी आइसकेका छौँ अनि एकदम चक्कु घाम लागिरहेको थियो तर अहिले भर्खर हजुर बोल्ने बेलामा चाहिँ एकदम शीतल हावा आइरहेको छ अनि एकदमै धेरै हिँड्न पऱ्यो हामी जुन ठाउँमा लास्टमा खाजा खाएको थियौँ त्यहाँबाट यहाँसम्म आउन चाहिँ हामी धेरै हिँड्यौँ अनि हाम्रो खुट्टा एकदम भत पोलिरहेको छ अनि तर जे भए पनि अब यहाँ आएर अहिले हावा खाँदा चाहिँ वर्थ इट फिल भइरहेको छ यता त आइचऱ्यो म तपाईँलाई ब्याकग्राउन्ड पनि देखाएँ सो यस्तो छ है सफा छ पानी चाहिँ अब यसमा चाहिँ बोट को के अरे व्यवसाय गऱ्यो भने चाहिँ एकदम चल्छ जस्तो लाग्यो मै गर्नु पर्ला जस्तो सुरु चाहिँ है तर गाइजहरू यस्तो रमाइलो छ कनल चाहिँ ल सो है गाइज अनि हामी चाहिँ अघि त्यो ठाउँ छ नि अघि हामी चेन्ज गरेको यस्तो साथी हामी चेन्ज गरेर आयौँ अनि त्यहाँ धेरै घाम थियो अनि यहाँ चाहिँ हामी असित भएको ठाउँमा आएको अनि यहाँ चाहिँ अझै धेरै हामीले चाहिँ यो प्रकृतिको अझै सुन्दर दृश्यलाई नजिकबाट निहाल्ने मौका पायौँ अनि हामी धेरै खुसी छौँ होइन साथी एकदम खुसी छौँ तपाईँ देखाउँछ है त ल हेर्नु साइजहरू अझ कति नजिकबाट हेर्न पायो एकदम राम्रो छ एकदम पिसफुल ठाउँ छ हजुरहरू पनि आउन सक्नुहुन्छ कमल पोखरी फ्री टिकट गाइजहरू तपाईँहरूलाई यसो हेर्नु त यो पुल कस्तो खाली छ तपाईँहरूलाई व्यवसाय गर्नु मन छ होइन एउटा बोट पनि है त ल कस्तो राम्रो होइन कस्तो बगिरहेको सल पानी सर भएको हावा कति राम्रो छ है हेर्नु त घाम पनि डुब्नु लागेको छ ल बाई गाइजहरू अनि हामीले चाहिँ हामी जानु लागेको हेर्नु न त्यहाँनिर चाहिँ त्यो चराको नेस्ट रहेछ कि चराको घर चराहरू पनि छन् त्यहाँ त्यही देखाउनु खोजेको सो गाइज अनि म चाहिँ चर्चमा छु र भोलि चाहिँ हाम्रो स्याटरडे रहेको छ अनि त्यसपछि स्याटरडे चाहिँ हाम्रो जुन लाइक डेली हाम्रो समाजको सभा हुन्छ अनि त्यसको लागि चाहिँ हामी प्र्याक्टिस गरिरहेका थियौँ र प्र्याक्टिस सकिसकेको छ अनि अब म चाहिँ यो चाहिँ मेरो चर्च हो अनि त्यसपछि म चाहिँ अब चाहिँ घर जानु लागेको हेलो गाइज अनि म चाहिँ अफकोर्स घर आइसकेको छु अनि त्यसपछि अघि नै आएको अनि हेर्नुहोस् त पानी परेर यहाँ त एकदम मेरो घरमा चाहिँ आज एकदम आपत परिरहेको छ अनि म चाहिँ यहाँ कफी खाँदैछु होइन त्यो चिसो मौसममा चाहिँ यसो कफी खानको मजा छुट्टै नै छ एकदम बाहिर अन्धकार छ यहाँले हेर्न सक्नुहुन्छ कति अन्धकार छ यो मेरो फ्ल्यास लाइटले मात्रै हो यस्तो अलि उज्यालो देखेको नभए एकदम अन्धकार छ पानी परेर हल्का गाह्रै छ है तर गाइजहरू बत्ती गएको छ बत्ती गएको अवस्था कुलमान घिसिङ चाहियो बत्ती चाहियो हेलो गाइज अनि आज चाहिँ धेरै दिनपछि एक्जाम सकेको छ अनि यहाँनिर जोसेफ मेरो भाइ खेलेको यहाँनिर मैले मजाले हेरिरहेको छु यहाँ चाहिँ ऊ चाहिँ यहाँनिर आफ्नो साइकल खेल्न छोडेर एकदम यहाँ साइकल खेल्न छोडेर यहाँ चाबी खेलेर बसिरहेको छ के छ जोसेफ हालखबर ठिक छ के खाएको अघि
हो र ल हामीले चाहिँ दही कफी खाएको अघि मैले भनिहालेँ थिएँ भाइले चाहिँ दुध खायो अरे सो गाइज अनि म चाहिँ बेलुकाको खाना खाना लगाइरहेको छु म चाहिँ ढिँडो र यहाँ चाहिँ मेरो यहाँनिर मुन्टा र यहाँनिर मैले खोर्सानी चोपिसकेको छु र अब म चाहिँ अब खानाको इन्जोय गर्छु अनि गरेर मजाले ढिउरो सम्की पार्नु जान चप्पल यतै पुगाएर जान प्रार्थना गरेर खाने चाहिँ मेरो भाइ चाहिँ यसरी गम गम मेरो भाइ पनि ढिँडो खाँदैछ भने जोसेफ के खाएको बाबु ढिँडो मिठो छ एकदम मिठो छ र गाइजहरू हामी चाहिँ मेरो बाबु जोसेफको हामी होमवर्क गरेछ होइन जोसेफ होमवर्क हामी के गर्दैछौँ पहिला स्टुडेन्ट ट्रेस गर्ने गऱ्यौँ अनि चाहिँ हामी कलरिङ गर्छौँ भाइ चाहिँ बुद्ध इन्टरनेसनलमा पढ्छ जोसेफ गिरी नर्सरी क्लास होइन त है खै हेरौँ न यता हेर न नर्सरी होइन त बाबु सो गाइज अनि त्यसपछि यहाँ मेरो भाइ चाहिँ यहाँनिर बसिरहेको अनि उसलाई चाहिँ एकदम निन्द्रा लाग्यो अरे खाना पनि पाकिरहेको छ अनि उसलाई चाहिँ धेरै निन्द्रा लाग्यो अरे अनि त्यस कारणले चाहिँ म चाहिँ डान्स गरेर उसलाई इन्टरटेन गर्ने प्रयास गर्दैछु है त जाने रे मम्मी जाने मम्मी त आउने बाँकी छ अनि कहाँ अहिले निदा आएर हुन्छ त खाना पर्यो कहाँ सो हेलो गाइज अनि अब म चाहिँ सुत्न लागेको अनि त्यही हो हामीले खाना खायौँ होइन अन्त खाना खाएपछि हाम्रो सङ्गति भयो अनि सङ्गति भइसके पछाडि चाहिँ अब हामी सबैजना सुइसक्नु भयो म पनि अनि सुत्न लागेको अनि त्यसपछि दिस इज होइन मेरो आँखा यति कालो भएको छ यति कालो भएको छ हामी इट्स लाइक खरानी जस्तो कालो भएको छ होइन यो सबै डार्क सर्कल हटाउनु छ मेरो अनि त्यही हो होइन अनि त्यसपछि आफ्टर सो मेनी डेज सो रिलिफिङ अनि सो आनन्दको बिहान उठ्नुपर्छ भने लाइक त्यो प्रेसर नै छैन होइन तर टाइममा त उठ्नुपर्छ त्यो एउटा ठाउँमा छ तर पनि आई होप यु अल लाइक माई टुडेज भ्लग अनि यसै म बेडमा बसेर चाहिँ मेरो आजको भ्लग एन्ड गर्दैछु अनि मैले चाहिँ अब भनौँ न फर्स्ट भ्लग थियो त्यही भएर मैले कति थोकहरू चाहिँ झल्यास बिर्सिँदो रहेछ कि भ्लग गर्नुपर्छ भन्ने कुरा अनि पछि चाहिँ याद आउँथ्यो अनि बिर्सेछ भनेर त्यस्तो पनि हुन्थ्यो तर एज मच आई कुड होइन मैले धेरै थोकहरू रेकर्ड गर्ने मैले प्रयास गरेँ कति चाहिँ मैले बिर्सिदिएको रहेछु अब बिस्तारै चाहिँ बानी बस्छ होला अनि यहाँ एउटा सो फन टु रेकर्ड अनि यो मेमोरी पनि हुन्छ अनि आई डु होप यु अल लाइक माई भिडियो एन्ड प्लिज गिभ लाइक सेयर एन्ड सब्सक्राइब माई च्यानल थ्याङ्क यू बाई